लोकतन्त्र र पत्रकारिताका बारेमा म केही भन्न चाहन्छु। नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आकर्षण गरेका छन्। उनीहरूले अहिले पनि खबरदारी गरि नै रहेका छन्। पत्रकारिता क्षेत्रका अधिकारलाई सुनिश्चित गरिएको छ। जसरी लोक सम्भव छैन त्यसरी परिकल्पना पनि गर्न सकिँदैन। जुन मुलुकमा प्रेसले स्वतन्त्रताको काम हाबी छ, यसकारण पनि प्रेसलाई स्वतन्त्रतापूर्वक लेख्न निरन्तर प्रेरित गरिरहनुपर्छ। अहिले पनि हामीले बिर्सेका छैनौँ। लोकतन्त्रसँग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रय सम्बन्धका कारण उहाँले यस्तो आग्रह गर्नुभएको थियो भन्ने प्रियतावाद हाबी भएको छ। प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा हुँदैन। त्यसैले सजग प्रेसले सदैव सही सूचना प्रवाह गर्छ र त्यसले लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्छ। इन्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु। माननीय मन्त्रीज्यू, सुरक्षा अङ्गका प्रमुखज्यू, नेपाल रिपब्लिक मिडियाका सञ्चालकज्यूहरू, हिज एक्सलेन्सी फ्रम पाकिस्तान आर्बर हाशमी, सद्भावनायुक्त अतिथिज्यूहरू, सञ्चार माध्यमका प्रतिनिधिहरू, आदरणीय नागरिक न्याय सम्मान पाउनुभएका सम्मानितज्यूहरू, यहाँहरू सबैमा हार्दिक अभिवादन। आफ्नो अत्यन्त व्यस्त कार्यतालिकाको